म डाक्टर शम्भु जमर कट्टेले दाग्ने कवि तथा गीतकार। आज म यहाँहरू सामु एउटा कविता वाचन गर्न गइरहेको छु। समसामयिक कविता जसको शीर्षक छ देश, नरिवल र बाँदर। देश जस्तो सुकै होस्, कानुनी व्यवस्था उत्तर कोरियाको जस्तो भए र नेता नेपालकै जस्ता भए देश कहाँ पुग्थ्यो होला। यसो गम खान्छु, कतै पुग्दैन जस्तो पनि लाग्छ। नेता चाहिँ सत्ताको खेलमा होइन, अपराधी बस्ने जेलमा पुग्थे होलान्। देश अमेरिका जस्तो भए, कानुनी व्यवस्था रसिया र चाइनाको जस्तो भए नेपाली नेता कर्मचारीहरूले के खान्थे होलान्। यसो गम खान्छु, जुका जस्ता नेता र कर्मचारीले सकेसम्म घुस र कमिसन नै खान्थे होलान्। नसके चाहिँ ताता गोली खान्थे होलान् जस्तो लाग्छ। देश नेपाल नै होस्, कानुनी व्यवस्था युरोपेली देशको जस्तो भए, नेता मान्छेको जस्तो बुद्धि भएका भए, लोकतन्त्र आएको 20 वर्षपछि शिक्षा, स्वास्थ्य र रोजगारीका लागि नेपालीले विदेश जानुपर्ने अवस्था पक्कै हुँदैन थियो होला। विधिको विडम्बना, बाँदर जस्ता नेताले 20 वर्षे तन्नेरी यो लोकतन्त्र अझै पनि नरिवल झैँ खेलाइरहेका छन्। खेलाइ मात्र रहेका छन्। नरिवल धनीहरू बाँदरका हातको नरिवल हेरे झैँ ट्वाल्ल परेर लोकतन्त्रको बेहाल हेरिरहेका छन्। कठैबरा नेपाली लोकतन्त्र आज बाँदरको हातमा नरिवल भएको छ। धन्यवाद, नमस्कार।